ल डबल ट्याप गर्नु है, डबल ट्याप गर्नु आनन्दसित स्वस्थानी सुन्नु। मैले 1 घण्टा पनि लाग्दैन। मैले भन्छु हजुरहरूले सुनेर पुण्य प्राप्त हुने अनि आत्मज्ञान हुने, शान्त हुने, ग्रह शान्ति हुने, ग्रह खाटिने भनेको स्वस्थानी हो। हरे नमः। ल हरि ओम। ल म सुरु गरेँ। तपाईँले भिडियो सेयर गर्नु है, भिडियो सेयर गर्नु, डबल ट्याप गर्न नछोड्नु, सुन्दै डबल ट्याप टक 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 गरिरहनुहोस् भगवान्को लागि। अरूलाई पनि भन्नुहोस्, 1 जनाले 20 जना लिएर आउनु है। ल जय हो। हरि ओम। फेसबुक साथीहरूले पनि सबैले आफ्नो साथीहरूलाई बोलाउनु होला। हाम्रो भान्जाश्री आउनु भएको छ। ल दर्शन नमन गरेँ। म स्वस्थानी सुरु गरेँ। पहिलोचोटि भान्जाको आगमन भयो। सबैले लाइभ सेयर गर्नु अनि आफ्नो आफन्तहरूलाई फोन गरेर भन्नु, सुन्नुपर्छ, सुनाउनुपर्छ। यो नै धर्म हो। जय ओम। हरि ओम। देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर जगतोर्खिलस्य प्रसीद विश्वेश्वरी विश्वम तमेश्वरी देवी चराचरस्य। जय हो भगवान। अब सुनेर पुण्य प्राप्त हुने मैले कथा श्री स्वस्थानी माताको कथा म सुनाउन गइरहेको छु। तपाईहरु एकाग्र भएर, एक मन एक चित्त भएर सुन्नु होला। अनि कथालाई बनाएर सुन्नलाई मैले भनेको छु। सुनिसकेपछि कथा हुनुहुन्न, कथा नै रहनुपर्छ। म त्यो भन्न चाहन्छु सबैलाई। धेरै साथीहरूको आगमन भइरहेको छ हाम्रो फेसबुकमा पनि। सबैले सेयर गरेर कथा श्रवण गर्नुलाई यो नै पुण्य हो। अनि लाइक गर्न नछोड्नु होला। हिजोको फेसबुकमा त कसैले लाइक पनि गर्नु भएको छैन। भगवानको लागि लाइक गर्नुहोस् है। ल मेरो टिकटक आइडीमा सेयर गर्नुहोस्, डबल ट्याप छैन, सेयर गर्नुहोस्। जति पनि साथीहरूलाई बोलाउनुहोस् है। मैले देखाएको छु, सबैलाई देखाएको छु है। जय होस्, सबैको कल्याण होस्, सबैको जय जय होस्। ल म सुरु गरेँ। हाम्रो रामप्रसाद भाइ पनि आउनुभयो आज त छिटै नै। मैले सबैलाई देखाएको छु है। ल सबैलाई नमन गरेँ एकमुष्ट। हरि ओम। अब कथा सुरु गर्छु। आज 2 अध्याय हो है। हरि ओम। यम ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तुन्नन्ति दिव्यस्तवर वेदै साङ्गपदकर्मस्पनिषदै गारयन्त्यं सामगा ध्यान अवस्थि तद्गतेन मनसा पश्यन्ति मयोम योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चित जलवपु शुक्लम्बरा माल्लिका मालालङ्कृत कुण्डल परिवेल्लसन मुक्ता बलि शोभिता सर्वज्ञान निधान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनम्बुजे वसतु मे त्रैलोक्य माता चिरं मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरं यत्कृपातमं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय अमिततेजसे यस्य प्रसाददच्छामि नारायण कथामिमां। नारायण नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। जय श्रीराम। स्वस्थानी माताले हामी सबैको श्रोता अथवा म वक्ता सबैको कल्याण गरून्। जय जय होस्, सबैको मनोकामना पूरा होस्। ल सबैले डबल ट्याप गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला। सबै आफन्तहरूलाई पनि सुन्नुपर्छ। सुनेर पुण्य प्राप्त गर्ने भनेको स्वस्थानी हो। स्वस्थानी भनेको सुनेर पुण्य प्राप्त गर्ने है। ल अब 2 अध्याय मैले सुरु गरेँ। अथ 2 अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त मुनि, अघि यो संसारमा पद्मकल्पमा जलमय छँदा पर ब्रह्मा स्वरूप विष्णुका नाभिदेखि सहस्र दल कमल उत्पन्न भयो। त्यसै कमलमा ब्रह्मा बसी संसार सृष्टि गर्ने विचार गर्दा भए। त्यस बखतमा विष्णुका कानेगोजीदेखि बडा वीरपराक्रमी मधुकैटभ भन्ने नाम गरेका 2 दैत्य उत्पन्न भए। मधुकैटभ दैत्यले कहाँ के छ भनी जलमय संसारमा भ्रमण गर्दा ब्रह्मा बसेको सहस्र दल कमल नेर पुगी कमलको डाँठ देखे। कमलको डाँठ समाती माथि गई ब्रह्मालाई देखेर ती ब्रह्मालाई खसाल्न तयार भए। तब ब्रह्मा डराइकन योग मायाको आराधना गरेर योग माया प्रकट भइन्। योग माया प्रकट भएपछि बिन्ती गरे कि हे ईश्वरी, विष्णुलाई जागा गराइदिनुहोस् भन्ने ब्रह्माको वचन सुनि योग मायाले श्री विष्णुलाई जागा गराइन्। श्री विष्णु जागा भएर मधु र कैटभलाई देखि क्रोधले चाँडै युद्ध गर्न अघि सरे। दिव्य 5000 वर्षसम्म जलमा युद्ध गरे तैपनि मधु कैटभ दैत्यलाई जित्न सकेनन्। र हे दैत्य हो, तिमीहरू बडा
पराक्रमी रहेछौ। म सन्तोष भएँ, वरदान माग भनी विष्णुले आज्ञा गरे। तो आज्ञा जो आज्ञा सुनि मधुकैटभ दैत्यले अहंकार गरी भने, हे विष्णु, युद्धमा तिमीलाई हामीले जित्यौं। तिमीले के वरदान देउला? तिम्रो इच्छा भएको वर हामीसँग माग। यस्ता मधुकैटभको वचन सुनि विष्णु आज्ञा गर्नुहुन्छ। म वर त माग्दछु, बाचा गर। मधुकैटभ दैत्यले तिमीले मागेको हामी अवश्य दिउँला भनी बाचा गरे। तब विष्णु आज्ञा गर्दछन्, के दैत्य, हे दैत्य हो, अरू थोक के वर मागौं? तिमी दुवैलाई म मार्छु, मेरा हातबाट मर। यस्ता विष्णुका वचन सुनि मधुकैटभ दैत्यले भने, हे विष्णु, तिमीले कपट गरी वर माग्यौ तापनि हामीले बाचा गरेका छौं, दिन्छौं। अब के गरौं भनी मनमा विचार गरी सब जलमय संसारदेखि विष्णुसँग भने, हे विष्णु, हामीलाई जल नभएको ठाउँमा मार। यति दैत्यले भनेको सुनि विष्णुले ती दुवै दैत्यलाई काखमा राखी हेलैसित मारे। तिनै दैत्यका बोसो शीतकालमा तुषारोले पानी जमे झैं समुद्रको जलमा जमी। पृथ्वी भइन् मासुले पर्वत भए, हाडले पत्थर भयो। त्यो देखि ब्रह्माले अब संसार सृष्टि गरौं भनी पहिले चतुर्दश भुवन सृष्टि गरे। कुन कुन भनी भूलोक, भुवरलोक, स्वर्गलोक, महरलोक, जनलोक, तपलोक, सत्यलोक, यति माथिका र अतल वितल, सुतल, तलातल, महातल, रसातल, पाताल, यति तलका जम्मा गरी चतुर्दश भुवन सृष्टि गरे। फेरि द्वीप सृष्टि गरे। कुन कुन भने जम्बूद्वीप, पलक्षद्वीप, साल्मलीद्वीप, कुशद्वीप, क्रौञ्चद्वीप, शाकद्वीप, पुष्करद्वीप। फेरि 7 समुद्र सृष्टि गरे। कुन कुन भने छरोदश समुद्र, इच्छुदश समुद्र, सुरोदश समुद्र, घृतोदश समुद्र, क्षीरोदश समुद्र, दधिमण्डोदश समुद्र, शुद्धोदश समुद्र, 7 यी 7 समुद्र सृष्टि गरे। जम्बूद्वीप, इच्छुरो, षोडश समुद्रले बेष्टित छ। त्यहाँ अग्राग्र नामका राजा राज्य गर्दछन्। दोस्रो पलक्षद्वीप, इच्छुदश समुद्रले बेष्टित छ। त्यहाँ इदमजिहब राजा छन्। त्यस्तो साल्मली द्वीप, सुदोदश समुद्रले बेष्टित छ। त्यहाँ यज्ञबाहु राजा छन्। चौथो कुशद्वीप, घृतोदश समुद्रले बेष्टित छ। त्यहाँ हिरण्य रेता नाम गरेका राजा छन्। पाँचौं क्रान्तद्वीप, क्षीरदश समुद्रले बेष्टित छ। त्यहाँ धृतराष्ट्र नामका राजा छन्। छैटौं शाकद्वीप, दधिमण्डो दश समुद्रले बेष्टित छ। त्यहाँ मेघातिथि राजा छन्। सातौं कुश्मरीद्वीप, शुद्धोदक समुद्रले बेष्टित छ। त्यहाँ वितिहोत्र राजा छन्। जम्बूद्वीपको विस्तार लक्ष्य योजना छ। यो कमलगट्टा जस्तो गोल छ। यसमा 9,000 योजन विस्तारको 9 वर्षखण्ड छन्। यस्ता तरहको पृथ्वी सृष्टि गरी फेरि अष्टपर्वत सृष्टि गर्न लागे। कुन कुन भने सुमेरु पर्वत, 1 गन्धमादन पर्वत, 2 कैलाश पर्वत, 3 हिमालय पर्वत, 4 त्रिकुट पर्वत, 5 चित्रकूट पर्वत र 6 चन्द्रकूट पर्वत, 7 चन्द्रान्त पर्वत, 8 यति अष्टपर्वत सृष्टि गरेर, हे अगस्त्य मुनि, अब प्राणी सृष्टि गरौं भनी श्री महादेवसँग गई तपस्या गरेर दिव्य 12,000 वर्ष अति कष्ट गरी तपस्या गर्दा महादेव प्रत्यक्ष भई, हे ब्रह्मा, तिम्रो भक्ति देखि म सन्तोष भई वर माग भनी आज्ञा गरेको सुनि ब्रह्माले महादेवलाई नाना प्रकारले पूजा गरी स्तुति गर्न लागे। हे परमेश्वर, तिमी कस्ता भने आफ्ना मायाले ब्रह्माण्ड संसार तुल्याई आफ्ना मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। फेरि 1 मूर्तिले 3 मूर्ति ब्रह्मा विष्णु महेश्वर नाम झैं रहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। फेरि जगत संसारको धनी सर्वव्यापी भइरहनु भएका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। हे ईश्वर, तिम्रो महिमा वर्णन गर्न अनन्त विष्णुले पनि नसकेको म कसो गरी सकुला। तिम्रा प्रसादले भुवन, पाताल, पर्वत, द्वीप, समुद्र सृष्टि गर्न सकूं। यति वरदान देऊ भनी बिन्ती गरे। यदि ब्रह्माले भनेको सुनि
महादेवले हे सुरश्रेष्ठ सृष्टिकर्ता भएका तिमीले प्राणी सृष्टि गर्न सके भनी वरदान दिए। तहाँ उपरान्त ब्रह्मा मनमा हर्ष गरी श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भनी सुमेरु पर्वतमा गए। महादेव अन्तर ध्यान भई गए। ब्रह्माले सुमेरु पर्वतमा गई शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक, स्कन्दलोक, नाना लोक सृष्टि गरे। सबभन्दा माथि सर्वलोक सृष्टि गरे। फेरि सुमेरु पर्वतका पूर्व दिशामा ऐरावती सृष्टि गरे। आग्नेय कोणमा शुद्धवती सृष्टि गरे। दक्षिण दिशामा यमपुरी सृष्टि गरे। नैऋत्य कोणमा कृष्णवती सृष्टि गरे। वायव्य कोणमा गन्धवती सृष्टि गरे। उत्तर दिशामा अकालापुरी सृष्टि गरे। ईशान कोणमा यशोमती सृष्टि गरे। यति सृष्टि गरिसकी स्थावर जंगम सृष्टि गरे। यति गरी प्राणी सृष्टि गर्न लागे। पहिलो कश्यप प्रवृत्ति 100 ऋषि मनले चिताउँदैमा सृष्टि भए। हे अगस्त्य मुनि, तिमी कुमार भनी कुमारले भने म अगस्त्य मुनि भन्दछन् र अगस्त्य मुनि भन्दछन्, ए स्कन्द कुमार, तिम्रो वचन रूपी अमृतका रस मेरा कान रूपी जिब्राले बारम्बार पिउन माग्दछ। भने कति मिठो कथा रहेछ र सुन्न खोज्नु भयो हेर्नु है। डबल ट्याप गर्नुहोस् है, यता डबल ट्याप कम्ती छ है, उतिर टिकटक लाइभतिर है। अनि साथी बोलाउनुहोस् है, साथी बोलाउनुहोस्। मेरा कान रूपी जिब्राले बारम्बार पिउन माग्दछु, सृष्टिको कुरा सुन। अब देवता दैत्य मनुष्य कस्ता रीतिले सृष्टि भए त्यो सुन्नको साह्रै इच्छा भयो। आज्ञा गर। यति अगस्त्य मुनिले भनेको वचन सुनि कुमार आज्ञा गर्दछन्, हे अगस्त्य मुनि, कश्यप ऋषिका अदिति एक दिति दुई दनु 3 कारा 4 घोडा 5 सिंहिका र 6 पर्दा 7 प्रादा र 8 वशिष्ठ 9 विनता 10 कपिला 11 गद्रु 12 मनु 13 यस्ता नाउँ गरेका स्त्री थिए। दितिका गर्भदेखि हिरण्यकश्यप प्रवृत्ति दैत्य जन्मे। अदितिका गर्भदेखि चन्द्र सूर्य इन्द्र प्रवृत्ति 33 कोटी देवता जन्मे। दोनुका गर्भदेखि दानवहरू जन्मे। कारा घोराका गर्भदेखि गन्धर्वहरू जन्मे। सिंहिकाका गर्भदेखि राहु जन्मे। प्रादाका गर्भदेखि रम्भा तिलोत्तमा उर्वशी प्रवृत्ति अप्सराहरू जन्मे। मनुका गर्भदेखि ब्राह्मण क्षेत्री वैश्य शूद्र यति 4 प्रकारका मनुष्यहरू जन्मे। बलिष्ठा विनताका गर्भदेखि अरुण गरुण सम्पाति मयूर कोकिल चखेवा जीवनजीव मुनिया धोबिनी राजहंस प्रवृत्ति पक्षीहरू जन्मे। अनेक धर्मका अनेक जन्मदैछन्। सुन्नु है, कसका धर्म र कुन जन्मन्छ, कस्तो जन्म त कस्तो हुन्छ भन्ने कुरो यहाँ एकदम प्रष्ट छ है। मैले सबैलाई नमन गरेको छु है, सबै भगवान भक्तिहरूलाई नमन गरेको छु। कपिलाका गर्भदेखि कामधेनु सिंह शार्दूल बाघ हात्ती घोडा मृग जरायो गैंडा खरायो प्रवृत्ति पशुहरू जन्मे। कद्रुका गर्भदेखि शेष नाग अनन्त नाग वासुकी नाग महापर्दुम नाग कुलिक नाग तक्षक नाग शङ्खनाग यति अष्टनागहरू जन्मे। हे अगस्त्य मुनि, यस्ता तरले देवता ऋषि यक्ष गन्धर्व किन्नर राक्षस अप्सरा नाग मनुष्य पशुपन्छी सृष्टि भएकोदेखि ब्रह्माले अब यिनीहरूलाई आहारा सृष्टि गरौँ भनी धान जौ तिल प्रवृत्ति नाना अन्न सृष्टि गरे। जन्मापछि त पाल्न पनि सिक्नुपर्छ नि भन्ने भयो के। हे अगस्त्य मुनि, संक्षेपले मात्र कहन्छु, अरू पुराणबाट विस्तार बुझौला। यति सृष्टिका कुरा कहीँ। अब तिमीलाई जे सुन्नको इच्छा छ भनी कुमारले आज्ञा गरे। हे अगस्त्य मुनि भन्दछन्, हे पार्वती नन्दन, कुन भुवनमा कुन देवता छन्, दिक्पाल कसो गरी भए त्यो आज्ञा गर। यति अगस्त्य मुनिले भनेको वचन सुनि कुमार आज्ञा गर्दछन्, हे अगस्त्य मुनि, कैलाश भुवनमा श्री महादेव छन्, वैकुण्ठ भुवनमा विष्णु छन्, सत्य भुवनमा ब्रह्मा छन्, उमा भुवनमा पार्वती छन्, स्कन्द भुवनमा म छु, धुम्र भुवनमा धुम्र ऋषि छन्, नैऋत्य भुवनमा अरू ऋषिहरू छन्। यति भुवनका कुरा भन। अब दिक्पाल भएको कहन्छु। कश्यप ऋषिका पुत्र इन्द्र हिमाल पर्वतमा गई धेरै कालसम्म कष्ट गरी तपस्या गरे। श्री महादेव सन्तोष भई, हे इन्द्र,
तिम्रो भक्ति देखेर म सन्तोष भएँ भनी वरदान दिइकन पूर्व दिशाको दिक्पाल भएस भनी अमरावतीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। श्री महादेव सन्तोष भई अग्नि भनी नाउँ राखी अग्नि कोणको दिक्पाल भएस भनी शुद्धावतीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई यम भनी नाम राखी दक्षिण दिशाको दिक्पाल पठाएस भनी यमपुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई नैऋत्य भनी नाउँ राखी नैऋत्य कोणको दिक्पाल भएस भनी कृष्ण बलिको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरेर महादेव सन्तोष भई वरुण भनी नाम राखी पश्चिम दिशाको दिक्पाल भइस भनी सरदावतीको अधिपति बनाई पठाए। फेरि 49 वायुले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरदान ल्याऊ भनी आज्ञा गरे। 49 वायुले हामी 49 जना एक हुन सकौं, हामीलाई कोही नदेखुन्, शब्द मात्र सुनुन्, बलमा पनि कसैले जित्न नपाउन् भन्दा महादेवबाट तथास्तु भने वरदान दिई वायु भनी नाम राखी वायु कोणको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई कुबेर भनी नाम राखी उत्तर दिशाको दिक्पाल भएस भनी अकलापुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई विश्वकर्मा भनी नाम राखी ईशान कोणको दिक्पाल भएस भनी यशोवतीको अधिपति गराई पठाए। हे अगस्त्य मुनि, यति दिक्पालहरू भएका कुराहरू कहीँ अब महादेवकी स्त्री सती देवी मर्दा उत्पन्न भएको कुरा कहन्छु सुन भनी कुमारले आज्ञा गरेर अगस्त्य मुनि भन्दछन्। हे कुमार, सती देवी महादेवकी स्त्री कसो गरी भइन्, कसो गरी मृत्यु भयो, के उत्पात भयो, त्यो आज्ञा गर। यदि अगस्त्य मुनिले भनेको सुनि कुमार आज्ञा गर्दछन्। हे अगस्त्य मुनि, सुन, अष्ट प्रजापति भनी 8 प्रजापति तिनकी वीरेणी नाम गरेकी स्त्री थिइन्। वीरेणी गर्भिणी भई मास पूर्ण भयो र पुत्री जन्मिन्। कस्ती पुत्री भने 1000 सूर्यको तेज जस्तो तेज भएकी, 32 लक्षण युक्त भएकी, पदम पत्र जस्ता नेत्र भएकी, रक्तवर्ण अरुण उदय भए जस्ती यस्ती परम सुन्दरी पुत्री जन्मेको देखि दक्ष प्रजापतिले मनमा आनन्द गरी आफ्ना पुरोहित वशिष्ठ प्रवृत्ति ऋषि ज्योतिषहरूलाई डाकी विधि पूर्वक न्वारण गराए। विशिष्ट प्रवृत्ति ज्योतिषी ऋषिहरूले ज्योतिष शास्त्रमा विचार गरी भने, हे दक्ष प्रजापति, यस बालिकाको नाम सतीदेवी भनेर त्रिभुवनमा प्रख्यात होला। यति भनी ज्योतिष ऋषिहरूले ती कन्याको नाम सतीदेवी राखेर दक्ष प्रजापतिले श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराएर विदा दिए र आफ्ना आश्रममा जाँदा भए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमाते कुमारालय संवादे पृथ्वी उत्पत्ति नाम सतीदेवी उत्पत्ति नाम श्री स्वस्तानी परमेश्वर व्रत कथायां द्वितीय अध्याय। हरे नमः। पुष्पाञ्जली लिएर हात जोड्ने, हजुरहरूले सम्झेर बस्नुहोला। पुष्पाञ्जली कथा सुनिसकेपछि सबै श्रोताले पुष्पाञ्जली लिनु, वाचकले तलका श्लोक भन्नु वाचक भनेको म। ओम उपनयतु मङ्गलम्बा सकल जगत मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण श्रीकृष्ण काले वर्षन्तु पर्जन्य पृथिवी सत्यशालिनी देशोऽयं क्षोभरहितो ब्रह्मण सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणः सन्तु पौत्रिणा निर्धना सदनाः सन्तु जीवन्तु शरदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंग या कुन्दन्तु सारहर धवला या शुक्रवसदा वित्ता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्मच्युत शङ्कर प्रवृत्ति देवै सदा वन्दिता सामां पातुं सरस्वती भगवतीं निशेष दाट्यवा कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना निश्चिते प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणाय न समर्पयेत् अन्यान्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत्सर्वं स्वस्तानि परमेश्वरीं। जय हो।
ईश्वर स्वस्थानी माताले सबैको रक्षा गरून्। जय होम स्वस्थानी माता। धेरैले सुनिदिनु भयो। मेरो टिकटक लाइभका साथीहरूलाई पनि नमन र फेसबुक लाइभका साथीहरूलाई पनि नमन। सबैले यदि समयले सुनिदिनु भयो। श्री स्वस्थानी माताले हजुरको मनोकामना पूर्ण गरून् र आजको दिन खुशीमय, सुखीमय र उल्लासमय होस् भन्दै म फेसबुक आइडीबाट बिदा हुन्छु। जय होम। भोलि बिहान यतिखेरै नेपालको 10 बजे र दुबईको 8:15 बजे मैले भन्नै नपरोस्, अब मैले भन्दिनँ, हजुरहरू यो छ भनेर आउनु होला भन्न चाहन्छु भन्दै म फेसबुक आइडीबाट बिदा हुन चाहन्छु। जय होस्।